अहिले टिकटक इन्स्टा फेसबुकमा यस्तो बेबी एआई डान्स ट्रेन्डिङ भाइरल भइरहेको छ। यस्तो बेबी एआई डान्स भिडियो बनाउन मन छ भने यो स्टेपहरू फलो गर्नु होला। यो एउटा मात्र फोटोले युज गरेर तपाईले यस्तो बेबी एआई डान्स बनाउन सक्नुहुन्छ। यो फोटो पनि कसरी ल्याउने कहाँबाट ल्याउने भन्ने कुरो म तपाईलाई सिकाउँछु। मेरो स्टेपहरू फलो गर्नु होला। गुगलमा या क्रोममा गएर जिमिनी एआई सर्च गर्नु होला। यो सुरुमै आएर बस्छ हेर्नु, त्यहाँ गुगल जिमिनी भनेर हुन्छ, त्यसमा क्लिक गर्नु अनि त्यसमा एउटा प्रम्प्ट हुन्छ। म त्यो प्रम्प्ट तपाईलाई यो डिस्क्रिप्सन बक्समा नि दिन्छु। यो भिडियोको डिस्क्रिप्सनमा गएर कपी गरेर पेस्ट गर्न सक्नुहुन्छ। यसमा चाहिँ धेरै केही चेन्ज गर्न पर्दैन। अरू ड्रेसहरू चेन्ज गर्न या केही गर्नलाई अब तपाईलाई अरू कलरहरू केही चाहिन्छ भने यसरी यो हल्का चेन्ज गर्न सक्नुहुन्छ। धेरै हैन, यो तपाईलाई के चाहिन्छ त्यसमा अलिकति चेन्जेस गरेर तपाईले चाहिँ चेन्जेस भनेको यो वेयरिङ, यो हिज वेयरिङ, यो जुन लाइन छ नि यहाँदेखिबाट अब तपाईले के चाहिन्छ, एक्स्ट्रा कपडाहरू के लगाइदिन मन छ त्यही अनुसार तपाईले चेन्जेस गर्न सक्नुहुन्छ। बाँकी चाहिँ जस्ता त्यस्तै छोड्न नि सक्नुहुन्छ, नभए यतिकै यो कपी एन्ड पेस्ट गरेर यो फोटो जेनेरेट गर्न सक्नुहुन्छ। म चाहिँ अब यो प्रम्प्ट यो पेस्ट गरिदिन्छु र सेन्ड गरिदिन्छु। यसले मलाई एउटा फोटो पठाउँछ, हेर्न सक्नुहुन्छ 2-3टा फोटो झिकिसकेको छु। म चाहिँ यो कोट लाको व्हाइट कोट लाको चाहिँ डाउनलोड गर्छु। तपाईले पनि डाउनलोड गरेर राख्नु होला र टिकटकमा जानु, टिकटकमा गएर एआई वे डान्स हान्नुभयो भने आउँछ, यो इफेक्टहरु आउँछ। तपाईले जुनसुकै इफेक्ट युज गर्न सक्नुहुन्छ। म चाहिँ यो सुरुको इफेक्ट युज गर्छु। जस्ट यसमा क्लिक गर्नु होला। त्यसपछि यहाँ गएर यो ग्यालरीमा गएर तपाईले अघिको डाउनलोड गर्नुभएको त्यो बेबी एआई फोटो यहाँ अपलोड गरिदिनु र यहाँ जेनेरेट हुन्छ। यसमा अब सङ छानेर आफूलाई कुन सङ मन पर्छ त्यो सङ हाल्नु र तपाईको भिडियो रेडी हुन्छ र तपाईले टिकटक, फेसबुक, इन्स्टा जुनसुकै सोशल मिडियामा पनि हाल्न सक्नुहुन्छ। तपाईहरुलाई यस्तो भिडियो चाहिन्छ भने च्यानललाई लाइक, सब्स्क्राइब हान्नु होला र कमेन्ट पनि हान्न नबिर्सनु होला। थ्यांक्स फर वाचिङ। सी यू इन द नेक्स्ट भिडियो।